बेसी करायो भने पनि यसरी हेर्नु थालिहाल्छ हो। त्यही हेर न यहाँ माथि गएर बसिरहेछ है देश के कुदाउने भइसकेछ तर पल्टाइहाल्छ र अब निकै गाइस आज फेरि बहिनीले हाम्रो स्कुटी सिक्नु लागि आउँदैछ हो। अनि ऊ बहिनी चाहिँ आउँदैछ। खाली हात खुट्टा चलाऊ तिमी निकै कुदाउने भइसकेछ तर पल्टाइहाल्छ र के भिडियो गऱ्यो भने कुरो छिटो पनि म त भिडियो गर्नु हुँदैन नि त फेरि लडाइहाल्छ नि त एउटा होला त्यस्तो भएर चाहिँ बहिनीको हात खुट्टा दुख्यो अरे हात काम्यो यहाँ नालीमा हालिपठायो नि त तिमीले त्यसले गर्दा यस्तै छ अब सिक्छ बिस्तारै बिस्तारै एक्लै कुदाउने हुन्छ है। निकै कुदाउने भएको छ यहाँ बहिनी चाहिँ कहाँबाट गयो हौ त्यहीबाट घुमाऊ बिस्तार पछाडि ल्याऊ ल्याउ 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 अहिले छिटो पछाडि ल्याउ बिस्तारी उता काटेर कता काटेर भने त्यता काटेर बिस्तार ल्याउ जाऊ अब ल अब निकै ट्रेनिङ भइसक्यो कि उसको जाऊ 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 घट्ट जाऊ न त्यो बाटो थोरै हेरिबस्ने हो तिमी चापेर जाऊ न कुदाउ 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 अलिक एक्सिलेटर पुगेन गुड गुड केही पारा ल्याउँदैछ कान्छीले नडराई यहाँ चाहिँ चढाउनु पर्यो नि अब फेरि यहीँ आएर रोक्दो रहेछ खालि डाइरेक्ट लाँदा हुन्छ त सक्छ किन सक्दैन अघि स्वात्तै गएको होइन एकैचोटि माथि डाँडासम्म जानु पर्यो अब चाहिँ ऊ माथि यहाँ स्कुटी चाहिँ निर्दोष भइरहेको छ। यहाँ सिक्ने मान्छे चाहिँ हेर न यहाँ माथि गएर बसिरहेछ है ठग्दैछ मलाई पुरा सिकाउनु पनि अरे ऊ यहाँ हेर ऊ सिक्नु पनि आउँदैन मान्छे देखेर बिसाक अरे बेसी करायो भने पनि यसरी हेर्नु थालिहाल्छ हो। साह्रो छ मलाई साह्रो छ हुँदैन हो यस्तो दामी दिनमा नसिकेर कहिले सिक्छौ भने तिमी पानीझरीमा त्यही त तपाईँको गाना बजाउनु भएको ए